दादाश्रीले कता हेर्छौँ छ यो साथी तातो अन्डा बिहान बिहान कसरी रुच्छ हो कान्छे दाइ हजुरलाई पुरा डाइट ल्याउँदिन पिसाब फेरिरहेको साथीहरू गुड मर्निङ हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलको नयाँ ब्लगमा। आज चाहिँ म काठमाडौँ जाँदैछु र यात्रा गरिरहेको छु। अहिले भने चाहिँ म यहाँ चिया खाने ठाउँमा आएको छु अनि यो चाहिँ कहाँ रहेछ म हजुरहरूलाई देखाउँछु। 14 गढी नगरपालिका बर्से डाँडा उदयपुर पुगिसक्यो। हामीहरू यात्रामा केटाहरू 2 जना छोराहरू म दाइ हुनुहुन्छ। तातो अन्डा बिहान बिहान कसरी रुच्छ हो कान्छे दाइ हजुरलाई पुरा डाइटमा हुनुहुन्छ। अन्डा र हामी चाहिँ अन्डा अनि म त भिडियो मेरो कामै भिडियो बनाउने हो त म के बनाउनु त यसले मलाई हेर्नु त कस्तो भन्दैछ के गर्छ अरे मैले भाइ भन्दैन के गरिसिन्छ अरे अबे बाबा सबै झरो त छोरो उप्पा झरो त यहाँबाट खाजा खाएर अब हामी हिँड्न लागेको। पोक बोकेर छ एउटा यो मोबाइल देखाएपछि के गर्छ कसले किनिदिएको यसले किनिदिएको दादाश्रीले कम्ता हेर्छौँ छ यो साथीहरू कोही छ भने मेरो बाबुलाई देखिरहेछ भने यो एकदम खाली छ है। बसेर सर्ट गएर यो ढुङ्गामा चाहिँ फोटो खिचे साथीहरू। अब फेरि ब्याग जाने चाहिँ रातो माटे भन्ने ठाउँमा चाहिँ हामी आइसक्यौँ र एकछिन यहाँ फोटो खिच्ने भन्दै जाँदैछौँ। निद्रा आएर नि कस्तो निद्रा लागेछ मजाले सुतेछु म त अलरेडी कस्तो भयो होला कस्तो दामी रहेछ कस्तो राम्रो देख्यो क्या माटो रातै रातो माटो हुँदो रहेछ त्यही भएर रातो माटो परेर साथीहरू बिजोग भयो सत्ती भएर रहेछ हेर्नु है म देखाइन्छु कति धेरै फलेको वा मैले देखेकै थिइनँ अहिलेसम्म। सत्ती भएर हेर्नु न साथीहरू सत्ती भएको बोट खै म खाएको छु देखाउँदिन पिसाब फेरिरहेको खै तर गुलियो होइन त कस्तो मिठो आम्मा मैले जिन्दगी पहिलोचोटि देखेँ खान पनि ल यो बोकेर हिँड ल हिँड हिँड र सतीबार पनि खायो गयौँ गयौँ यो हेर्नु न कति चकचक चकचके केटो छ यो भने अझै आयो भनेको होइन टोइलेट जानुपर्छ घर टाढा छ होइन भिडियो बनाइ कस्तो राम्रो ठाउँ छ। यहाँ खोला हेर्नु अरे ल वाह म जुम गरेर देखाइदिन्छु ल यो के खोला हो यस्तो राम्रो भ्यू छ है हेर्नु साथीहरू तपाईँहरू यहाँ नआए पनि यो ठाउँबाट कोही हुनुहुन्छ भने कमेन्ट गर्नु होला कहाँ होला यो। अब फोटो खिचेर हामीले अब दाइले कराउनुहुन्छ अरे ए हेर्नु है साथीहरू म देखाउँछु खै रोसी खोलाको जाममा
1 घन्टा जति भइसक्यो हामी जाममा बसेको बस्दा बस्दा भक्क ढिक्क भइसक्यो कहिले पुगिन्छ जाम भयो भने चाहिँ साह्रै अत्यस लाग्ने यहाँ निर्माण भइरहेको रहेछ बाटो बनाउँदै रहेछ त्यही भएर जाम भयो ओ यो मान्छेको घर कसरी बगाइदिएको कति दुःख गरेर बनाएको होला यस्तो देख्दा कस्तो हुँदो होला गाडी नचढेर हामी कुद्दै 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 जाँदैछौँ के हो यस्तो दुःख नि पाइँदो रहेछ कहिले कहिले ऊ त अर्को ऊ पर्छ चेट्टो आइज न हिँड्दै आउँछ